साथीहरू, वेलकम छ मेरो ब्लगमा तपाईँहरूलाई। आज चाहिँ म यता हाम्रो गाउँतिर चाहिँ आइसेलु पाकेको छ है। आइसेलु कति मिठो। कति मिठो, कति मिठो। स्विट। आमा माथि कति धेरै छ। तपाईँहरूतिर के भन्छ यसलाई? हाम्रोतिर आइसेलु भन्छ। कति धेरै हो, जम्प गरेर हात भेट्दैन त। यस्तो मामालाई चाहिँ अलि हाइट हुनुपर्छ है। मलाई चाहिँ अलि हाइटले साथ दिएको छैन। हिजो खाइदिएछ क्या, यी त मान्छेहरू आएको थियो हिजो। नत्र लास्टै हुन्छ। आइसेलु भन्छ यसलाई है। कोले खानु भएको छ। गाउँतिर भन्नुले प्राय सबैले खाएकै हुन्छ क्या। बजारमा हुने कुरो हुन्न यस्तो। यस्तो खाने भनेको गाउँकोले हो क्या, हामी जस्तो गाउँकोले। आमा कति मिठो हो। एकदम फ्रेस, अर्ग्यानिक। ओइ खस्यो नि त। काडा हुन्छ है फेरि आइसेलुमा चाहिँ, काडा हुन्छ। काडा भएको चिज नै कडा हुन्छ। आहा, के हुन्छ रे? काडा भएको चिज नै कडा हुन्छ। खाना चाहिँ खाएको रहेछ हिजोतिर। यस्तो खाने भनेकै गाउँको मान्छेले हो।
भयो, मलाई खाजा पुग्यो साथीहरू। तपाईँहरूको पालो खाना आउनु। जति नै पाउँछ, जति नै पाउँछ, जति नै पाउँछ। जङ्गलै छ यस्तो आइसिएलेको त टेन्सनै नलिनु, जति नै पाउँछ यहाँ। ल बाई साथीहरू।